So guys, welcome back to a new vlog. हाम्रो vlog हजुर सन्चै होला। म पनि ठिकै सन्चै छु। कृपया चाहिँ हामी तुरतुरेको यात्रामा हो। अनि हामी चाहिँ पैदल यात्रा गाउँदेखि टक्क पैदल केटाहरू भेटिसकेको थियो। हाम्रो यो केटा चाहिँ हाम्रो गाउँको हो। अनि यो केटाहरू चाहिँ हाम्रो यतैको हो। यो छिमेकी हो। टक्क पैदल गाइज लाइक सब्सक्राइब अनि कमेन्ट चाहिँ हालिदिनु होला। अब अगाडि भेटौँ न त कति बोके गरौँ झ्याउ लाग्छ। टक्क पारेर कालो हुन्छ भनेर छाता पनि लगाइदिएको होइन। म कालो हुन्छ नि, केटाहरू कालो हुँदैन, म कालो हुन्छ। म फलामको हो कि यिनीहरू सबै उद्देश्यको स्टिलको। के हो केटाहरू चाप छ त यार, बोल्नु न बोल्नु। अन्त टक्का पारेर जानुपर्ने हो उ त पार फुटाएर कटेर टक्का पाराले। छिटो गरेर भेटौँला ल। जल चाहिँ टक्का पारा लगाइसकेको छ। त्यो जाने बाटोतिर गाडीको खोला झरिदिनु, खोला भएर पहाड छिर्दिनु। टक्का यो हाम्रो लोकेसन गाउँ भन्दाखेरि टाढो आइसकेको। कृपया यो हाम्रो घर जाने बाटो। अनि कृपया केटाहरू अगाडि छ, कृपया यता एउटा कुन काका हो कताबाट झरिदिइसकेको छ। तर मेरो चाहिँ सम्झियो जिसिएर काका भनिदिन्छु। यस्तो बाउसाउको पनि दिन्छु। ट्र्याक्टरमा जाउँ न। छाता कहिले उता पर्दैन। टक्का पारेर गाइज सब्सक्राइब अहिले उता गएर बरन्धानु गएर खेल्दिनँ क्या। कति बज्यो हेर त, 11-12 बज्यो। टक्का पारेर केही भेट। ओ बटेर, ओ माई गड। उड्ने रहेछ त बटेर। गाली चाहिँ नदे ल केटाहरू। चढ्यो त माथि गएर। ओइ नगाल्दैन, ओइ नगाल्दैन, ओइ नगाल्दैन। नगाल्दै केटाहरू। नगल्दे बटेरको बच्चा भेटिसक्यो। अरू पनि छ, ले न त पक्री। दुईटा पक्रियो। टक्का पाराले गाई जसले बटेर पक्रिसकेको छ। सोध्दै ल हिँड्छ। हामीले जहाँ पनि बटेर भेटिदिन्छ गाई चाहिँ यार। ओ नगल्दै न यार, नगल्दै ल। टक्का पाराले म हिँडिसकेको छ। ओइ दोस्तो यसले त सासै फेरेन त। नगल्देऊ न यार सम्तिमा नगल्देऊ भनेर छोड्दा सुटुले मार नि माया गरी। कसो समाज मरिहाल्छ नि पैसा माटेको झन्। टक्का पारेर मेरो कन्टेन्ट बिगारिदिन्छ यार यिनीहरू गाल दिएर। चल टक्का पारेर बटेर पक्रिसकेको छ केटाहरू। ए बोक्न त माथि आइज नि छारीमा, म माथि बस्छु। मेरो कन्टेन्ट बिगारिदिन्छ केटाहरूले गाल दिएर। ओइ के बोल्छ हो यार। टक्का पारेर अझै हामी आइसकेको छ माथि। ओइ तुरतुर जाने भनेर आएको। आइज न छिट्टो। बटेर फेरि कहाँबाट पक्रिदिएर यार। चल माथि आइसकेको छ। मेरो हात चाहिँ खास गरी यहीँ भाँचेको हो। केटाहरू ल्याङ गर्दा जिन्दा बस्छ होइन। केटाहरू चाहिँ त्यहाँ छ बटेर पक्रिरहेको। आइसकेको छ है। थाक्यो। ओ आइज न। टक्क पारेर यहाँ चाहिँ सबै छ सुविधाहरू। बस्ने ठाउँ, उठ्ने ठाउँ, सुलुङ्गे सबै छ। छुट्याइसकेको छ। टक्क पारेर अब मेरो भ्लगमा त के हो यार, चराको मात्रै आउँछ क्या।
चराको मात्रै आउँछ क्या हौ पक्रेको कहाँबाट फेरि त्यही हल्का माउ जस्तो पनि थियो उड्नु नसकेको पनि थियो बुढो भइसक्यो त्यो केटाहरूले देखिहाल्यो पक्रिहाल्यो बच्चाहरू पनि आएको रहेछ घुम्नु चढ्नु टक्क पारेर पक्रियो एउटा त मारिदियो केटाहरूले मऱ्यो चरा एउटा सास फेर्न नपाएर कसरी पक्रियो के अरे केटाहरू झर्दिसकेको छ फिल्डमा हजुर टक्क पारेर चरा पक्रेकोमा सुविधा हजुरहरूलाई एउटा मोरे एउटा यहाँ छ जसले मार्नु पर्ने पागल हजुर मेरो कन्टेन्ट तल झर्नु टिप ल भाग्नु नदियो ल भागिहाल्छ नि खोले त्यो यो भाग्दैन यो चाहिँ भाग्ने यो चाहिँ बेस्ट फ्रेन्ड भइसक्यो चरा चाहिँ भेटिसक्यो चाकमा छिडे जाने हो यार टक्क पाराले उतै खोलातिर गएर भेट्यौँला टक्क पाराले चाहिँ खोलातिर आइसकेको छ खोला पनि कस्तो कस्तो हो यार ढुङ्गा छ जहाँ आएर त्यही अनि केटाहरू अगाडि हिँडिसकेको छ 1 बजिसक्यो हामी त्यहाँबाट 11:30 निक्लेको बाप्रे कति टाढो हो यार चियर फियर भइसक्यो टक्क पाराले गाइस लाइक सब्सक्राइब 118 पुगिसकेको छ लाइक सब्सक्राइब यतिमा आएको देखाइदिएछ अनि टक्क पाराले धन्यवाद हजुरहरूलाई यो केटी हो भने म त कप गरिदिइहाल्छु नि केटीहरू अब सिङ्गल मान्छे त्यस्तै त हो नि केटी मान्छेको अगाडि लजाउने होइन दोस्त त्यस्तो लाज लाग्दिन्छ मलाई जे भनौँ नि गरिदिन्छ हौ यार रक पुगिसकेको छ बाह्र चरोहरू पनि आउने रहेछ कृपया हेर्दा माथि बाह्र छ तर लोयल ऊ त सिङ्गल मान्छेहरू केटी मान्छे अगाडि लाज लाग्ने रहेछ नि होइन अहिले चाहिँ अझ भ्लग चाहिँ धेरै लामो हुन्छ होइन धेरै लामो हुन्छ फुल भ्लग हालिदिने कि ल सो गाइस फाइनली आइसकेको छ बाउभाली ढुङ्गा राइट फाइनली यस्तो छ बाटो चाहिँ बाउभाली ढुङ्गा मस्तले आइसक्यो चिसो पानीमा डुब्ने रिल्याक्स हुने टेन्सनै छैन अब त ओ 1 बजे हेर्दा ओ ढुङ्गा नि सर क्या हो यार टक्क बाह्र आइसकेको छ केटाहरू अगाडि ओ कस्तो आएको हौ यार मोबाइलको क्यामेरा अहिले त कति सानो देखेको हो यार बाउभाली ढुङ्गा नि हाइट बढेको हो यस्तै हो हामी चाहिँ ढुङ्गा फुटाउने पुष्पराज के दोष सिधै ठुलो ढुङ्गा फुटाइदिने हो त्यही त म लगाइदिन्छु देखेँ कि गए जल्दी टक्क पाराले हेर्नु बाटो अनि ओइ नहाल्दैन यार त्यस्तै त अनि यार चिसो पानी चाहिँ लास्ट हुने कि यार हल्का ठिक्का तातो चिसो के जिउको लागि पनि ठिक्का छिर्नु पनि मन लाग्ने जस्तै हो त्यस्तो भएको मजा आउने ल ओइ त्यस्तो कुरा ननिकाल्न यार कस्तो बाटो ओ मानेसन तिमी पागल हो बाटो कस्तो हो यार लगाइचल टक्क पाराले फेरि चरा भेटिसकेको छ होइन होला हो कि हो ओ यो मरेको कि बाँचेको कस्तो हो आजको भा ओ त्यसलाई उठा न चरा फेरि भेटिसकेको छ गाइस
यसमै फेरि अझै 3 करोड सब्सक्राइब हानिदिनु पर्यो ए छोड्दे दोस्रोलाई बाहिर छोड्दैन घाम राख्दै हिँड्छौँ कस्तो कुरा गर्छ हौ यार केटाहरूले ओ पोलेर हान्ने भनेको क्या हौ पोलेर हान्ने भनेको कस्तो कुरा गर्छ हौ यार म त पोल्दैन नि म त पापै गरिदिँदैन कान्छीले देखेर नम्बर भन आइसक्यो गाइस अगाडि गएर भेटौँला ल गाइस आइसकेन डाँडा ओ डाँडा चढ्ने बित्तिकै तुरतुरै झर्दिहाल्छ होइन बाफ्रे नमस्ते ए नमस्ते सबै चल्छ नि हाम्रो भ्लगमा चाहिँ फ्री स्टाइल भ्लग हो हाम्रो फेरि पसिना पसिना होस् के तब मजा आउँछ यता आएपछि फेरि हेर्न कस्तो चाले के पुरै चिसा चल्दी के जाडो लाग्यो ज्याकेट लगाएर आउनु पर्ने ओइ भ्लगमा आउला नि भाइ ढुङ्गा त कत्रो हो नि दोष होइन यो ढुङ्गा सबै बेच्यो भने कति करोड आउँछ कति लाख आउँछ सबै यहाँबाट 1 बिघासँग बेच्यो भने कति करोड आउँछ 3-4 आउँछ 2 करोड आउँछ ए 1 बिघासम्म टाकटुकै दोष है पुरै खनेर गरेन आउँछ धनी कुन चाहिँ हेर्दा हामी त करोडपति ओइ साप ए त छिरिहाल्यो नि फटा त भाइ बच्चाइदिनु फटा हो तर कहिले काहीँ चाहिँ झुट बोलिदिन्छु केटाहरू नहालिदिनुहोस् कृपया ल यति चाहिँ भन्न चाहन्छु कृपया अर्को दिन पनि कस्तो हो यार बिस्तारै हिँड्न हो यस्तो भिडमा यस्तोमा चढ्नु पर्छ यार धेरै दिन भएको थियो तर भ्लग नगरेको आज आएर तुरतुरेको फर्स्ट टाइम के फर्स्ट टाइम छैन कतिचोटि गएछ तर भ्लग बनायो भने मैले यहाँ आज फर्स्ट टाइम होला के चाहिँ थाहा भएर फर्स्ट टाइम हो कि होइन के भयो यार हाम फाल्दैन गुफा पनि छ गाइस एउटा फेरि यहाँ गुफा भन्ने चिज रहेछ तुरतुरेमा ओ मान्छन् तिमी पागल हो मलाई रिसै उठिसक्यो रिस उठिसक्यो मुलाहरू गाल्दैछ यस्तो कट्टा हालिदिन्छु भाइ तर टाइम लाग्छ केही टाइम भयो भने म लागिहाल्छ सबै बोलेको त्यो ब्लग गरिदिन्छु म नसक्ने नै दोष हालिदिन्छु तर प्रयास हातैछ यार कसैको आँखा नलागु अब माथि चढ्ने बाटो यही हो गुफा हो त्यो चाहिँ मानसम्धी धेरै भयो मानसम्धी अहिले आउँदाखेरि जे पित्यो बोल्दा हुन्छ कि अहिले चाहिँ चल्दैन यस्तो कृपया चढिसक्यो ओ त यार भिड बाटो छ हौ यार यहाँ झन्डा गाडी बढ्ने
ओइ फ्याउँछ त ओइ मौसम मौसम कता गयो तपाईँ चाहिँ पानी खान्छ अझै बाटो छ हौ यहाँ मासी पानी भएर त्यहाँ बोतल जाने नुन छ नुन त फिक्सै जाने अलिक कुरा ननिकाल्ने आलु देखेको हेर्नु पसिना अन्त निक्लिसक्यो कस्तो गना छ माथि कपाल पसिना काटेको जस्तो। हेर्नुसम्म देखियो तिमी त कस्तो हो निक्लियो ओ जाउँ न हौ माथि गएर बसौ माथि माथि नरे न ओ उसले लाग्छ छटा हटा त्यो मलाई लाग्छ ला मौसम छोरा यार माथि पुग्छ लड्नु लागेछ फेरि तल जाने बाटो तिरै त अरे आफै भारी हुन्छ जुत्ता कला त्यस्तै गएको दिनमा भ्लगै गर्नु मन लाग्दैन कि हो म पनि झन् खबडा दुई दुई तारी औ ओइ डिस्प्ले ओइ जङ्गल हो क्या हौ फाइनली फाइनली तुरतुरे आइसकेछ ओइ हो क्या नगर्देऊ न यार ओइ कति चिसो पानी हो जम्ती बेच हाल्दैन थियो नि गीत ऊ त्यसमा त्यो लाटा हुन्छ त्यो कस्तो चिप्ले यार ल ओइ झर्ना छ त सानो टक्क बाह्र तुत्रै आइसकेछ हेर्दैन होला ओइ जिउ खुट्टा सबै कहाँ छ ओ चप्पलै पल्टियो वेतन नदेखाइ थियो धेरै दिनपछि आएर सिउ खेल्ने भयो किन न यार जुत्ता खाएर बिग्रिनु छिटो हिँड्नु छिटो 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 स्टाइटमेन भयो म त स्टाइटमेन भयो ओ पानी त फोहोर छ त किन लाग्छ पुरा पत्ताले मात्र फोहोर हो यार एकछिन लागि बन्द लगाउनुको लागि ल आइस लुगा खुनुको लागि बन्द होला आइसकेछ जाँदाखेरि भेटौँ गाइस टक्क पाराले जानु आँटेको भन् कृपया हामी भ्यू टावरमा चढ्दैछु यात्रा तुरतुरेको अनि कपडा लगाएर सबैजना गइसक्यो ओइ केटाहरू ओइ नगाल्दे कस्तो राम्रो छ हाम्रो तुरतुरे झर्ना हेरिदिनु होला कृपया हामी गइसकेको अहिले चाहिँ भ्यू टावर मतलब माथि घुम्दै घुम्दै तुरतुरेको यो नहुने ठाउँबारे चढ्ने हो माथि जाने हो यसरी झुन्डिँदै झुन्डिँदै क्यामेराले तेरो दा हिरो चल्नु सक्छ एकदम हात पक्री टोल त म बच्चा सम्झेँ हौ यार नहाल्दै है नहाल्दै कस्तो बाटो हो यार कस्तो बाटो हो यार त्यो बोलीमा मुकेश पक्रिनु हो यार ला म पक्रिनु पर्दैन हौ यार म पक्का हो ला म पक्रिनु त्यहाँ आउँछु
गाइस लाइक सब्सक्राइब चाहिँ गर्नु पर्यो है। ल ल यसरी नै पक्रियो यसरी नै हेर्न अहिले फेरि क्यामेरा त ठिक आछ कि क्यामेरा हल्लाएको मन पर्दैन नि गाइज एन्ड यस्तो छ उधार चाहिँ कहाँबाट झर्ने हो त्यहाँ छ बाटो उयो त्यो नफा चुट्टिनु लाग्यो दाल दिन्छ अहिले फेरि त्यो ल यहाँसम्म त मलाई मान्छे झन्डै जा आइज ब्लक ब्लक ओइ यहाँ काट त यो ब्लक यो काट्न माथि गएपछि देखाउनु ल काट त्यो चाहिँ आउनु थालेको छ म चाहिँ आइस त्यो नफामा अब यहाँसम्म चाहिँ एउटा सानो थियो होला त्यही आइज ल देख्न तँले क्या धेरै हल्लाउने रहेछ है दोस्त यार आइज ल बाउवाली त्यो बानी मन पर्दैन है दोस्त तिमीहरूको यार अनि मोबाइल दिनु टक्क पाराले तिराइसकेछ माथि चल्दिन्छ है केटाहरूलाई बोला न यहीँबाट हो ए माथ ओ माई गड त्यहाँ त चल्नु नसकेको यार ओ माई गड फटाफटी कसले बनायो ओ माई गड ए यो बनाउनु त मैले बजेट छुटा थिएँ होइन म त सरकारको हो त मैले बिर्सिरहेको कृपया गाइज अहिले आइसकेको छ यहाँ हेरौँ न कतिको रहेछ त्यहाँ त चढ्नु सकेको यार अरू नगरपालिका यहाँबाट टुटुरेको झर्नाको माथि अरेन्जलाई एक 3 करोड हो मैले बजेट छुट्टा थियो कृपया आइसक्यो मुटुले ढक ढक भयो यार केटी भएको भए पनि ल्याउनु हुन्थ्यो सिङ्गल मान्छे